हेलो गाइज, आज हामी चाहिँ घोडाबाट हिजो बेलुका भुटान आएर बस्यो। अहिले चाहिँ हल्का ब्रेकफास्ट दिएर फेरि हाम्रो टुर चाहिँ बर्दिया नेसनल पार्क सलमान खान बढिया प्लान छ। हेरौँ अब कस्तो हुन्छ। गाइजहरूलाई चाहिँ अब उता गएपछि चाहिँ फेरि म बहिनीको इन्टरभ्यू लिने नजाए क्या नलजाउ न नजाए अघि नै भन्नु पर्थ्यो नि म यता आइसकेँ। चियाहरू पाउँछ अरे हजुर। गाइज हामी चाहिँ यो बुटोलमा छौँ अहिले चाहिँ। बाजेहरू नै चिया खान आउनुभएको छ। हाम्रो साथीहरू यही हो रुद्रो। हाम्रो जाने चाहिँ के भन्छ यसलाई बर्दिया हाम्रो धेरै त ब्याट्रीले धान्दैन छाने हाम्रो राइडर यता चाहिँ हाम्रो के भन्नु डाक्टर साहब। अर्को ब्लगर त उहाँ पुगेछ त फेरि होइन किन उहाँ हेर न के देखाउनु अरे। मान्छेले हेर्छ यही गाइज बुटोलको मेन सहर मेन रोड। हामी अहिले ट्राफिक चौकबाट चाहिँ अब बर्दियाको लागि बाटो खासै थाहा पनि छैन। कसैलाई थाहा भयो भनिदिनुहोस्। सोध्नु पनि कसैलाई सायद अब हामी चाहिँ म्याप हेर्दै अब एक्सप्लोर गर्दैछौँ पश्चिमतिर। अब बाटोहरूमा चाहिँ अब के भेटिन्छ त्यो पनि यसो देखाउँ लाग्यो अरे। शुभ यात्रा। साँडे पनि देखाउनु पऱ्यो नि। कोही साँडे यो पुल चाहिँ मलाई थाहा भएन के हो। माथि चाहिँ केटाहरूले फुल गरिरहनु भएको छ। मैले चाहिँ बुटोल फुलबारी बुनमा के अरे वन मात्रै देखिरहेको छु। बुटोल फुलबारी देखेको छैन देखेको छैन नि। ए उ त लेखेको माथि लेखेको रहेछ नि। त्यो पिङ्क पनि रहेछ नि। त्यो तिनो खोला हो यो। बाटो चाहिँ यही हो गाइस। अब बुटोलबाट यता महेन्द्रनगरतिर थियो कि बाँकी बर्दिया बाटो चाहिँ खासै ठुलो चाहिँ मलाई लागेन। यो महेन्द्र हाइवे त होइन होला। अब कोही पछि यतातिर आउने ट्रिप बनाउँदै हुनुहुन्छ भने यही हो बाटो चाहिँ। इन्ट्रेस्टिङ देखिस् भने भन्यो बिस्तारै जायो। गाइस बाच्चाको बाटोहरू अब दृश्यहरू त यस्तै हो। खासै इन्ट्रेस्टिङ मैले खासै केही देखिनँ। त्यही पनि यसो के रहेछ भनेर देखाइदिँदैछु। अहिलेसम्म अलिकति हेर्नेलाई
भनेको चाहिँ केही भेटेको छैन बाटोमा। सायद यस्तै होला वहीँसम्म। गाइज हामी यो ठाउँबाट चाहिँ अझै बर्दिया पुग्नलाई चाहिँ 6 आवर 18 मिनट देखाएको छ गुगल म्यापमा। तर अब कतिको भरपर्दो चाहिँ अब गइसक्यो होला। कति घन्टा देखाएको छ अरे? 6 आवर 18 मिनट्स। कति किलोमिटर? 301 भने जस्तो लाग्यो। 301 किलोमिटर? 301 कि 201? 301। 301 किलोमिटर त साह्रै हो त। गाइज हल्का जाम खुलेको अवस्था, त्यहाँ गाडी पल्टेको रहेछ। ब्याट्री पनि हेर है कति कन्ज्युम भइरहेछ। भरेसम्मलाई चाहिन्छ मलाई। चार्जर हाल्यो होला नि। चार्जर त छ। ल गाडी पल्टेको चाहिँ त्यो बोलेर एक्सिडेन्ट परेछ कि है? एक्सिडेन्ट बढेको कि पल्टेको? होइन एक्सिडेन्ट हो। एक्सिडेन्ट भइरहेछ गाडी, दुईवटा गाडी। एउटा यताको कता कता भेट्यो। गाइस हामी अलिकति थोरै ब्याटरीको लागि नेपाल आर्मी ब्याटलिसको हल्का साइडमा हरियाली देख्न पाइएछ। सालको रुखहरू देख्दा चाहिँ हल्का रमाइलो देखिरहेको छ। यही नै हो ठाउँ चाहिँ। यति गर्नु होला, अलिअलि होइन म हालिरहेको छु। माछामा सानो बजार रहेछ। बजारको नाम चाहिँ थाहा भएन के रे? चाइना महिना अरे गाइज बजारको नाम चाइना महिना है। कोही यहाँ चाइना महिना आउनुभएछ भने यसो ह्यासट्याग गर्नु न हामीलाई। बाटो चाहिँ स्ट्रेट, अहिलेसम्म चाहिँ स्ट्रेट देखिरहेछ। यो बाटो चाहिँ हल्का राम्रो लाग्यो। गाइज यो ठाउँ चाहिँ हामी चाहिँ अहिले चन्द्रोटा भन्ने यो देउरा रेस्टुरेन्टमा
खाना खानको लागि चाहिँ गयौँ। अब हेरौँ यहाँ कस्तो खानाहरू चाहिँ पाउँछ। खासै हामीलाई राम्रो चाहिँ भेट्यो। 1 घण्टा लाग्छ रे अरू खाना खाने हुनुहुँदैन आज त्यो केही नि बनाएको छैन आज घरमा 1 घन्टा लाग्छ रे गाइस यहाँ खाना खान त। अब रेस्टुरेन्टमा नि कोही नै छैन। सायद हामी नै फर्स्ट टाइम मलाई खाना खान आएको नि। यता वरिपरि छैन है आफैले वरिपरि। हजुरको अस्ति राम्रो छ। र गाइस हामी अब यहाँ खाना पाइएन। अब हामी फेरि अन्ततिर खाना जानु पर्यो। अब खाना भनेर झरेको नरहेछ। त्यो बहिनीले राम्रै ठाउँ सजेस्ट नै गरेछ। हेरौँ 1 घन्टा लाग्छ भने अब 1 घन्टासम्म सायद अब पुग्न सकेन हामी। लागि भोक भोकै हिँड्नु पऱ्यो। सबै भोकाले चाहिँ उस भइरहेछ। छेरेर आइरहन्छ। कोही एकजना छेरेको छेरेछ, कसैलाई गुने आएन फेरि। खोइ बियर खान नपाएर आत्तिरहेछ फेरि। चिसो तातो भएर हैरान भयो उसलाई फेरि। ल अब अर्को डेस्टिनेसनमा। गाइस हामी अब होटेल विराटमा आइपुग्यौँ। हेरौँ अब यहाँको चाहिँ खाना कस्तो छ। पोका हेर्ने पोका के को पोका भन्दै त्यो एउटा बुच्चेले गाइस होटेल विराट यही हो। खाना खानु लागि आएको। यो चाहिँ शिवपुर भन्ने ठाउँ रहेछ। ठाउँ चाहिँ ठिकै छ, खासै ठुलो छैन। यसको विज्ञापन गरिदिनु न कस्तो लगाइस कोही आउनुभयो भने चाहिँ यही होटेल विराटमा यसो आएर चेकिङ गर्नु होला। अब खाना चाहिँ हामीले नि खाएको छैन। अब खाना खाएपछि चाहिँ खानु होला। आधी घन्टा 45 मिनट आधी घन्टा त लाग्छ है तपाईँले। लगाइस यो होटेल विराट होइन। अब खानासाना खानुपर्ने हो भने चाहिँ एकचोटि आएर यहाँ चेकिङ गर्दा हुन्छ। 4वटा भेज खाना गरिदिनु। धेरै मिठो धेरै छिटो। ल हाम्रो दाइले चाहिँ एकदम राम्रोसँग भनिदिनु है। ए होइन तपाईँले मेरो ऊ पनि लिनु क्या सबैको समेटेछु। ल गाइस हामी होटेल विराटबाट लागियो। अब खानासाना खाइयो खानासाना नै खाइयो। मिठै भयो। अलिक सलेट पनि हालियो। अब कति राम्रो ठाउँ देखेछ अनि फेरि भेटौँ ल। नत्र अब सिधै See you guys. यो शिवजी भाइरल डाँडा मन्दिर चाहिँ यहाँ रहेछ है गाइस। यदि आउनुभयो भने चाहिँ यहाँ आएर यसो ल यहाँ शिवजीको पोर्ट्रेट के भन्छ यसलाई के अरे मूर्ति छैन। मूर्ति नेक्स्ट टाइम आउँदाखेरि अर्को पालि आउँदाखेरि छिर्छौँ हामी। के रहने चाहिँ शिवजी डाँडा यता चाहिँ खोला रहेछ। एउटै खोलालाई नाम दिएको कि छुट्टै खोला हो खै। सबै खोला
अझै 4 किलोमिटर त्यहाँ अझै 4 किलोमिटर अझै 4 किलोमिटर ल गाइस अझै वेट गर्नु पर्यो है भालुबाङको लागि। भालुबाङको लागि पहिला पुल तर्नु पर्दो रहेछ राप्ती नदी रहेछ नि त राप्ती नदी पुल त यो राप्ती नदीको पुल त रहेछ चाहिँ भालुबाङ आउँदो रहेछ यो राप्ती नदी यता पनि रहेछ यताडि उता पुगे जस्तो लाग्यो मलाई सुकेर कुद्यो होला यत्रो भएर चाहिँ है सुकेर कुदिखेरै भएर औडी माल हेर न त माल कस्तोमा करोडौँको माल ल गाइस चाहिँ यो भालुबाङ राम्रै बजार रहेछ भालुबाङ आउनु भयो भने चाहिँ यसो याद गर्नु होला सिधै त होला है सिधै सोध्नुपर्छ सोध न केटा अन्त सोध त रक्सी लाग्यो के भयो यता हेलो के अरे गरिदिएर जानु बाजे बर्दिया जाने यो बाटो हो हजुरले ए हस् हुन्छ यही सोध्नलाई धन्यवाद हाम्रो बाजेले चाहिँ हामीलाई बाटो देखाइदिनु भयो अब हामी सायद सही ठाउँमा पुग्छौँ होला गाइज अब अरू त के भन्ने एकचोटि हाम्रो गाइजहरूलाई हेरौँ पुग्यो एकजना चाहिँ ढलिसकेछ म पनि अब एकछिनमा ढल्ने अवस्थामा छु अनि अब म र अब राइडर मात्रै हो एक्टिभ भनेको